यहाँ सम्पूर्ण मेरो हार्दिक नमस्कार। म प्रवीण पाल। आजको भिडियोमा हामीले बीएससी नर्सिङको लागि कलेज प्रायोरिटी फर्म कसरी भर्ने, यो कलेज प्रायोरिटी फर्म कसरी भर्ने भन्ने बारेमा मैले भनिसकेको छु हैन। अर्को भिडियोमा आज हामीले बीएससी नर्सिङको लागि कुन कुन कलेजलाई प्रायोरिटीमा राख्ने, कुन कुन कलेज चुज गर्ने, कतिवटा सम्म कलेज राख्ने, हजुरको र्याङ्कले कलेज पाउँछ कि पाउँदैन, कति र्याङ्कसम्मले स्कलरशिप पाउन सक्छ, कति र्याङ्कसम्मले पेमेन्ट पाउन सक्छ हैन, त्यो आधारमा हजुरले कतिवटा कलेज चुज गर्दा राम्रो भन्ने बारेमा हरेक डिटेल्स मैले भिडियोमा समेटेको छु। भिडियो हेर्नु होला। अब कलेज चुज गर्दाखेरि हजुरले जतिवटा पनि कलेज चुज गर्न सक्नुहुन्छ, त्यसमा कुनै छैन। तर मैले एउटा ओभरअल एनालाइसिसको आधारमा अब यो टप 45 वटा 35 देखि 45 वटा कलेजहरू मैले यो लिस्टमा राखेको छु। टप 35 टु टप 45 कलेजहरू राखेको छु मैले। सबभन्दा पहिला कलेज चुज गर्दाखेरि त्यो कलेज कति पुरानो छ। अब हजुर बीएससी नर्सिङ पढ्न चाहनुहुन्छ हैन, अब त्यो नर्सिङ मात्र पढाइ हुने कलेज भन्दा जुन मेडिकल कलेज हो जहाँ एमबीबीएस एमडीहरू पढाइ हुन्छ, अभियसली त्यो कलेज राम्रो हुन्छ। पहिलो कुरा त किनभने मेडिकल कलेज हो, पेसेन्ट फ्लो धेरै हुन्छ, त्यहाँ प्र्याक्टिकल पनि राम्रो हुन्छ। मेडिकल कलेजबाट बीएससी नर्सिङ पढ्दा मोर बेटर हुन्छ नर्सिङ कलेजको कम्पेयरमा। पहिलो कुरा, कलेज चुज गर्दा त्रिभुवन युनिभर्सिटीको कलेजहरूलाई टपमा राख्नुस्। त्यसमा पनि भ्यालीभित्रको कलेजहरू, सेन्ट्रल कलेजहरू जस्तै अब त्यसपछि सरकारी कलेजहरू, प्रतिष्ठानहरू, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमै भए पनि त्यो नेपालको एम्स जस्तै हो हैन हो। भनेपछि त्यो सबै कुरा ओभरअल एनालाइसिस गरेर त्यो आधारमा मैले एउटा कलेज प्रायोरिटी बीएससी नर्सिङको लागि कुन कुन कलेजलाई टप 1, टप 2, टप 3 मा राख्ने भन्ने बारेमा आज यो भिडियोमा म हजुरहरूलाई बताउने छु। त्यही भएर यो भिडियो हेर्नु होला। र मैले भनिसके यो कलेज प्रायोरिटी चाहिँ अब मैले कुनै कलेजलाई टप 1 मा टप 2 मा राखेको छु, त्यो त अब सबै टप लेभलकै कलेज हो। मानौ अब 10 नम्बरमा मैले कुनै कलेज राखेको छु। अब कसैको घर मानौ एकछिनको लागि हजुरको घर नेपालगञ्ज हो हैन। अब नेपालगञ्ज घर भएको मान्छेले विराटनगरको कलेज चुज गर्नुभन्दा राम्रो त नेपालगञ्ज मेडिकल कलेज चुज गरेको राम्रो। हजुरले नोबेल चुज गर्नुभन्दा राम्रो नेपालगञ्ज चुज गर्नुहोस्। किन भन्दाखेरि हजुरको घर उता हो भनेपछि एउटा क्लाइमेट पनि एडजस्ट गर्ने किसिमको हुन्छ हैन। हरेक कुरा अब आफ्नो अब धेरैले घरबाट नजिकको कलेज पढ्ने इच्छा हुन्छ। त्यही भएर यो हजुरको पर्सनल सहजताको अनुसार त्यो तलमाथि हुन सक्छ त्यो कलेज प्रायोरिटी सेटिङ। तर मैले त्यो एकाडेमिकदेखि लिएर एक्स्ट्रा फी हरेक कुराले एउटा एनालाइसिस, ओभरअल एनालाइसिस गरेर सबै कुरा बुझेर यो बीएससी नर्सिङको लागि मैले यो प्रायोरिटी सेट गरेको छु। त्यसैले यो बीएससी नर्सिङको लागि कलेज प्रायोरिटी हेर्नु होला कुन कुन कलेज छ। बाँकी केही क्वेरिजहरू भए हाम्रो यो कमेन्ट बक्समा पनि लेख्नु होला है त। यो भिडियोमा हामीले बीएससी नर्सिङको लागि कलेज प्रायोरिटी मैले धेरै कुराहरू एनालाइसिस गरेर त्यहाँको स्टुडेन्टहरूसँग बुझेर सबै मैले एउटा टप 35-40 वटा कलेजहरूको मैले यहाँ एरेन्ज गरेको छु प्रायोरिटीको लागि हैन। अब यो प्रायोरिटी हजुरहरूको सहजताको अनुसार तलमाथि पनि हुन सक्छ। जस्तै अब कसैको घर नजिक छ भन्ने, अब कसैले आफ्नो घर नजिकै कलेजमा पढ्न मन लाग्छ हैन, त्यो आधारमा त्यो तलमाथि पनि हुन सक्छ। जहिले पनि कलेज सिलेक्सन गर्दाखेरि हामीले टियुको कलेजलाई अगाडि राख्नुपर्छ। त्यसपछि प्रतिष्ठानहरूलाई, अटोनोमस कलेजहरूलाई, सरकारी कलेजहरूलाई अगाडि राख्ने, एक्स्ट्रा फीको समस्या हुँदैन। त्यो सबै एनालाइसिस गरेर मैले यहाँ बीएससी नर्सिङको लागि मैले एउटा लिस्ट तयार पारेको छु। नम्बर 1 मा महाराजगञ्ज नर्सिङ क्याम्पस, नम्बर 2 मा नाम्स वीर हस्पिटल, नम्बर 3 मा पाटन एकाडेमी अफ हेल्थ साइन्स यो अन्तर्गत रहेको ललितपुर नर्सिङ क्याम्पस, नम्बर 3 मा बीपीकेएचएस धारान, त्यस्तै नम्बर 4 मा बीपीकेएचएस धारान, नम्बर 5 मा नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्स, त्यस्तै नम्बर 6 मा केयुएसएमएस धुलीखेल, काठमाडौँ युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्स धुलीखेल, नम्बर 7 मा नेशनल एकाडेमी अफ मेडिकल साइन्स परोपकार, नम्बर 8 मा नेशनल एकाडेमी अफ मेडिकल साइन्स सिभिल, नम्बर 9 मा नेपाल मेडिकल कलेज, नम्बर 10 मा काठमाडौँ मेडिकल कलेज, नम्बर 11 मा मणिपाल कलेज अफ मेडिकल साइन्स, नम्बर 12 मा चितवन मेडिकल कलेज, अथवा हजुरले युनिभर्सल कलेज अफ मेडिकल साइन्सलाई पनि अब तलमाथि गरेर राख्न सक्नुहुन्छ। अब घर हजुरको कतातिर छ, चितवनतिर छ भने चितवनलाई अगाडि राख्नुहोस्, युनिभर्सल कलेज अफ मेडिकल साइन्सलाई तल राख्नुहोस्। अब यतैतिर घर छ भने युनिभर्सललाई अगाडि, चितवनलाई पछाडि तल राख्दा पनि भयो हैन। अनि त्यसपछि कुरा गरौँ अब कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ हस्पिटल, 14 मा नोबेल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल, त्यस्तै 15 मा विराट मेडिकल कलेज,
र सँगसँगै मैले गण्डकी मेडिकल कलेज पनि राखेको छु। अब पोखरातिर घर छ भने गण्डकी राख्दा सजिलो, विराटनगरतिर छ भने विराट राख्दा सजिलो, आफ्नो सहजताको अनुसार राख्न सक्नुहुन्छ। त्यस्तै कर्णाली एकाडेमी अफ हेल्थ साइन्स, कर्णाली एकाडेमी अफ हेल्थ साइन्स पछि 17 नम्बरमा नेसनल मेडिकल कलेज वीरगञ्ज, त्यस्तै नेपालगञ्ज मेडिकल कलेज, अनि त्यसको सँगसँगै मैले देवदह मेडिकल कलेज पनि राखेको छु। यो अब हजुरको सहजता अनुसार तलमाथि राख्न सक्नुहुन्छ। लुम्बिनी मेडिकल कलेज पाल्पा, यो लुम्बिनी मेडिकल कलेज पाल्पाको कुरा गर्ने हो भने यो पाल्पामा र यो मेडिकल कलेज हो हैन। नम्बर 20 मा विराटनगर नर्सिङ क्याम्पस, नम्बर 21 मा वीरगञ्ज नर्सिङ क्याम्पस, नम्बर 22 मा मधेस इन्स्टिच्युट अफ हेल्थ साइन्स, नम्बर 23 मा नेसनल एकाडेमी अफ हेल्थ साइन्स भरतपुर, नम्बर 24 मा नेपालगञ्ज नर्सिङ क्याम्पस, नम्बर 25 मा मनमोहन इन्स्टिच्युट अफ हेल्थ साइन्स काठमाडौँ, नम्बर 26 मा मदन भण्डारी एकाडेमी अफ हेल्थ साइन्स, नम्बर 27 पोखरा नर्सिङ क्याम्पस, नम्बर 28 पोखरा एकाडेमी अफ हेल्थ साइन्स, 29 राप्ती एकाडेमी अफ हेल्थ साइन्स र 30 मा जेफ इन्स्टिच्युट अफ हेल्थ साइन्स। यो एउटा ओभरअल एनालाइसिस, पेसेन्ट फ्लो, कलेज कतिको पुरानो छ, त्यो प्रतिष्ठान हो, टियु कलेज हो कि होइन, त्यो सबै कुरा हामीले कलेज सिलेक्ट गर्दाखेरि जहिले पनि एउटा त त्यसको त्यहाँको एकाडेमिक्स मेन पढाइ राम्रो हुनु पर्यो। हामीले घरबाट टाढा छ छैन भन्नुभन्दा पनि त्यो त अब पछिको कुरा हो। तर टियुको कलेजहरू पुरानो कलेज छन्, तिनीहरूमा अब पेसेन्ट फलो पनि एकदम राम्रो हुन्छ। जस्तै अब प्रतिष्ठान हो भने जस्तै पाटन, वीर हस्पिटल अथवा बीबीकेएचएस धरान, तिनीहरू एकदम पुरानो पनि हो, प्रतिष्ठान हो, सरकारी कलेज हो, कुनै पनि एक्स्ट्रा फीको समस्या हुँदैन, पेसेन्ट फ्लो पनि एकदम धेरै हुन्छ, प्र्याक्टिकल पनि एकदम राम्रो, त्यहाँको फ्याकल्टी मेम्बरहरू पनि एकदमै राम्रो छ। त्यही भएर त्यो सबै कुराहरू एनालाइसिस गरेर मैले बीएससी नर्सिङको लागि एउटा कलेज प्रायोरिटी मैले यहाँ राखेको छु। बाँकी अब हजुरको सहजता अनुसारको तलमाथि पनि हुनसक्छ। सबै फ्याकल्टीहरूको इच एन्ड एभ्री डिटेल मैले युट्युब च्यानलमा राखेको छु, कृपया गएर युट्युब च्यानलमा भिजिट गर्नु होला र हजुरलाई के रिलेटेड भिडियो चाहिएको छ सबै छ, एकचोटि हेर्नु होला। यो सीई रिलेटेड इच एन्ड एभ्री कुराहरू सबै कुराहरू मैले राखेको छु यहाँ। सबै कलेजहरूको पनि म एकचोटि पुरै देखाउन चाहन्छु। यहाँ सबै छ, हेर्नुहोस् त, यहाँ पुरै कलेजहरू सबै छ यहाँ है त।